Good morning guys, welcome to our mini vlog. आज हामी जाँदैछौँ मन्दिर. हामी तर यस्तो भएर गएको छौँ. तपाईहरुलाई यो ज्याकेट देखेर केही भयो होला, सिरिङ्गा भयो होला है, तर मलाई नि भएको थियो तर मैले लगाएँ. के गर्नु? बेस्ट फ्रेन्डको लाउनै पर्यो. त्यही भएर मैले आज यो लगाएको. तपाईहरुले जे पाए त्यही भनेर. आज चाहिँ हामी जाँदैछौँ के मन्दिर अरे कान्छी? ए यहाँ त हाम्रो प्यारी बहिनी छिरै हेर्नु. हाई भन्छ. सबैजनाले माया गर्नु नि यहाँ. हाम्रो छिरानी यहाँ छिरी. क्युटी छ. क्यामेराम्यानलाई कन्ता दुःख छ. यता कुच्छु उता कुच्छु हेर यहाँ दुईटी क्युटी छ. टिङ टिङ. हामी चाहिँ यता भक्तपुर आएको थियौँ. अनि त्यही भएर के अरे जाँदैछौँ मन्दिर दर्शन गर्न. पत्याउनु होला फेरि. होइन नि शिक्षाले पत्याउनन्. शिक्षाले पत्याउने नयाँ बजार हो यो नयाँ बजार. अयो अथवा शिक्षाको नाक कान खुलेर कत्रो हुन्छ होला है हाम्रो शिक्षा भन्दा. के शिक्षा के छ? ए अथा नि साथी शिक्षा हेर. यी पनि शिक्षा हो नि. तर हामी छोटकरीमा सिर्सु भन्छौँ. त्यो हो भोगटे माइली. भोगटे माइली रे. कस्तो देखिन्छ म गाइस? मलाई जबरजस्ती लुगा कुदा न दुईजना. बोला जस्तै देख्यो है गाइज. बाँदर हेर्ने बाँदर, सुन्दर हेर्ने हेर्नु सुन्दर. बाँदर सुन्दर. यो चाहिँ दुईटी क्युटिजहरू कति राम्रो देखेको छ. कपाल कति जङ्गल हेर्नु जङ्गल गर्न पोज हाँस्थ्यौ. गाइज भन्न म त भन्न गाइज बोका हेर्ने गाइज. बोका हेर्ने गाइज. बोका प्र्याङ कस्तो लाग्यो हाम्रो मजाक. खुब जङ्गलमा बोका हेर्छु भनिराख्नु भएको होला. मजाक गरेको कस्तो लाग्यो. मजाक भ्युज देखाउँछु जङ्गलको. हेर्नु कस्तो राम्रो छ हरियाली. फाइनली हामी आयौँ निलबराई माताको जय. राम्रो छ. मन्दिर है गाइज. निलबराई अब चाहिँ गाइज हामी मन्दिर दर्शन गरेर फर्क्यौँ. अघि हामी तीनजना मात्रै देखेको थियौँ. अब आन्टी पनि हुनुहुन्थ्यो. आन्टीको बुवा नि हुनुहुन्थ्यो. हामी दर्शन गरेर अब घर फर्किँदैछौँ है गाइज. हामी चाहिँ फाइनल्ली पुगेर घर आइपुग्यौँ है गाइज. दर्शन गरियो आइयो. अनि हामी छिमेकी घरमा हिजो हामीलाई डिस्टर्ब गर्ने छिमेकीको बिहा देखाउँछु ल म. भोट चलिरहेछ. यो चाहिँ यहाँ रहेछ क्या हामीलाई चाहिँ डिस्टर्ब गर्ने. सुनिता मतलब गेटबाटै छिरिदिन्छु ल म. यही हो कि हामीलाई हिजो बजाएको ट्राफिकबाट डिस्टर्ब गरिदिने. आयो बिहेमा कोही आउनुहुन्छ भने बिहामा नाच्न आउनु होला गाइस. आइयो फाइनली